नमस्ते, म एनी स्वागत छ तपाईहरुलाई मेरो च्यानलमा। आजको यस भिडियोमा यदि तपाई दुबई अर्थात् युएईमा आएर जब गर्न चाहनुहुन्छ भने खुसीको खबर छ, किनकि अबदेखि नेपाल सरकारले नेपालबाट कामदार पठाउँदा स्यालेरी तलब बढाएर पठाउनेछ। कम्तीमा पनि 1400 दिरहम 26 दिनको हुनेछ र 8 घण्टाको काम हो। भिडियोलाई डिटेलमा हेर्नुहोला। पहिला सब्स्क्राइब गर्नुस् है त। युएई अबुधाबीमा रहेको नेपाल एम्बेसीले पनि यो सूचना जारी गरिसकेको छ र अब जुन नयाँ डिमान्डहरू नेपाल जान्छन् नि, ती सबै नयाँ स्केलमा एम्बेसीले अप्रुभ गरेर मात्र पठाउनेछ र सबैजनालाई खुसीको कुरा हो। तर के कति स्केल छ त त्यो अब डिटेलमा हेरौँ है त। तलब जब क्याटेगोरी अनुसार राखिएको छ। अनस्किल्डलाई 1000 दिरहम बेसिक स्यालेरी प्लस 400 दिरहम खाना। सेमी स्किल्डलाई 1200 दिरहम बेसिक स्यालेरी प्लस 400 दिरहम खाना। स्किल्डलाई 1500 दिरहम बेसिक स्यालेरी र 400 दिरहम खाना। हाइली स्किल्डलाई 6000 दिरहम बेसिक स्यालेरी र 400 दिरहम खाना। यदि तपाईले नेपालमा आएको कुनै पनि कन्ट्र्याक्ट लेटरमा नहेरिकन साइन गर्नुभयो भने तपाईलाई समस्या पर्न सक्छ। यो स्यालेरी स्केल पाउनको लागि तपाईले नयाँ डिमान्ड नै कुर्नुपर्ने हुन्छ र राम्ररी हेरेर मात्र साइन गर्नुपर्ने हुन्छ। त्यसका साथसाथै तपाईहरु सबैजना सचेत हुनुहोला। बजारमा अहिले पनि पुरानो यानि कि 800 बेसिक स्यालेरी भएको डिमान्डहरू प्रशस्त रहेको छ। राम्ररी कन्ट्र्याक्ट हेरेर मात्र साइन गर्नुहोला। एजेन्टले भनेको कुरा चाहिँ नसुन्नुहोला है। जे लेखिएको छ त्यो कुरा चाहिँ तपाईले पाउनुहुन्छ। बाइ द वे, तपाईले यो स्केलमा साइन गरेर आएर काम गर्दाखेरि पनि पाउनु भएन भने चाहिँ तपाईले सिधै एम्बेसीमा सम्पर्क गर्न सक्नुहुन्छ। स्क्रिनमा देख्न सक्नुहुन्छ तपाईले एम्बेसीको सम्पर्क नम्बर है त। तपाईहरुलाई थाहा छ कि छैन, युएईमा धेरै कम्पनीहरूले कामदारसँग भिजा यानि कि आइडी को पैसा पनि लिइरहेको छ र हेल्थ इन्स्योरेन्सको पैसा पनि लिइरहेको छ, जुन कानुन विपरीत हो। तर तपाई चुपै लागेर बस्नु भयो भने फेरि पनि यस्तै अवस्था नहोला भन्न सकिन्न। त्यसैले यदि तपाईले नयाँ नियम अनुसार पैसा पाउनु भएन यानि कि जुन कन्ट्र्याक्टमा आउनु भएको छ त्यो पैसा पाउनु भएन भने एम्बेसीसँग सम्पर्क गर्नुहोला। नयाँ नियम लागू भएको हो, त्यसैले एम्बेसीले पनि भरपुर सहयोग गर्छ। कति तलब पाउनुहुन्छ त भनेर बुझ्नको लागि चाहिँ तपाईलाई जबको क्याटेगोरी थाहा हुनुपर्छ। यहाँ केही लिस्टहरू बताउँछु म, कुन क्याटेगोरीमा कुन पर्सन भनेर ध्यान दिएर सुन्नुहोला। पहिला चाहिँ अनस्किल्ड जबहरूको बारेमा कुरा गरौँ। जस्तै तपाईलाई कुनै फर्मल एजुकेसनको आवश्यकता हुँदैन, कुनै ट्रेनिङको आवश्यकता हुँदैन। प्राय तपाईले फिजिकली शारीरिक रूपमा गर्ने काम अर्थात् लेबर कामहरू पर्छ। जस्तै क्लिनरको काम, अफिसमा, घरमा, होटलमा, अनि जेनरल लेबर जस्तै कन्स्ट्रक्सन साइटतिर, अनि वेयरहाउसतिर प्याकिङ हेल्परको काम, लोडिङ अनलोडिङ गर्ने काम, मेड हाउसमेडहरू, अनि घरमा काम गर्ने मान्छे, अनि डिसवासर त्यो चाहिँ भाँडा धुने काम, अनि त्यस्तै जेनिटर स्विपरको काम, डेलिभरी असिस्टेन्ट, ड्राइभर चाहिँ होइन है फेरि यसमा, टी बोय, अफिस बोयको काम, अनि गार्बेज कलेक्टर, फोहोरहरू बटुल्ने काम, अनि किचन हेल्परको काम, त्यस्तै कार वास अटेन्डेन्ट, कार वास गर्नको लागि पनि है त, अनि फार्म वर्कर जुन कृषिमा काम गर्ने मान्छेहरू, त्यस्तै पेट्रोल स्टेसन अटेन्डेन्ट जुन त्यो पेट्रोल लगाउने काम हुन्छ नि, त्यो पनि अनस्किल्ड क्याटेगोरीमै पर्छ है त। सेमी स्किल्डमा कुन कुन जबहरू पर्छन् त्यो बुझौँ है त। ड्राइभर, लाइट भेहिकल, हेभी भेहिकल, बस ड्राइभर, अनि इलेक्ट्रिसियन, अनि त्यस्तै एसी टेक्निसियन, प्लम्बर, टेलर, कार्पेन्टर, मेसन, वेल्डर, स्टिल फिक्सर, कुक, वेटर, वेट्रेस, सेक्युरिटी गार्ड, हेयर ड्रेसर, ब्युटिसियन, स्टोर किपर, सेल्स असिस्टेन्ट, रिटेल स्टाफ, फोटोग्राफर, भिडियोग्राफर, अफिस असिस्टेन्ट, डेलिभरी राइडर, बाइक राइडर क्या, रिसेप्सनिस्ट, बिल्डिङ वाचम्यान, प्रिन्टिङ प्रेस अपरेटर, कल सेन्टर एजेन्ट, बेसिक लेभलको है, अनि फ्याक्ट्री मसिन अपरेटर। अब स्किल्ड जब के हुन् त्यो हेरौँ है त। अकाउन्टेन्ट, नर्स, फार्मासिस्ट, ल्याब टेक्निसियन, टिचर, स्कुल लेभलको टिचर, अनि सेल्स एक्जिक्युटिभ अफिसर, सेल्स अफिसर, अनि कस्टमर सर्भिस एक्जिक्युटिभ, अटो मेकानिक त्यो पनि एक्सपिरियन्स्ड है, सिभिल सुपरभाइजर,
एसभिएसी टेक्निसियन सर्टिफाइड मात्र, ग्राफिक डिजाइनर, वेब डिजाइनर, असिस्टेन्ट इन्जिनियर, जुनियर आर्किटेक्ट, मार्केटिङ एक्जिक्युटिभ, कन्टेन्ट राइटर, ट्रान्सलेटर, पर्चेस अफिसर, डकुमेन्ट कन्ट्रोलर। अब हाइली स्किल्ड जब के हुन् त्यो सुन्नुहोस् है त। डक्टर, सर्जन, स्पेसलिस्ट, सिनियर सफ्टवेयर इन्जिनियर, डेभलपर, आइटी कन्सल्टेन्ट, सिस्टम आर्किटेक्ट, प्रोजेक्ट म्यानेजर, chartered accountant, lawyer, legal advisor, civil, electrical, mechanical engineer, university lecturer, professor, data analyst, data scientist, HR manager, director, marketing manager, brand manager, finance manager, CFO, architect, registered मात्र है, UX, UI designer, cyber security expert, aviation engineer, aircraft maintenance engineer, supply chain manager, real estate consultant, त्यो पनि licensed मात्र, AI, ML specialist, business analyst, सिनियर लेभलको है। अब त तपाईँले थाहा पाउनु भयो नि कुन जबको कति स्यालेरी हो भनेर। ल ठिक छ, सचेत चाहिँ हुनुपर्छ। यो नियम लागू भएको छ, तर तपाईँ सचेत हुनु भएन भने तपाईँले भनेको जति तलब नपाउनु होला। आशा छ तपाईँलाई यो भिडियो हेल्पफुल भयो। कुनै प्रश्न छ भने कमेन्टमा लेख्नुहोला र सब्सक्राइब गर्न नभुल्नुहोला, ताकि यस्तै महत्त्वपूर्ण भिडियो तपाईँले मबाट सधैँ हेर्न पाउनुहुनेछ। बाई।